मम्मी खुबै त्यो हाल्नु लाग्यो नि तपाईँले पिरो हाल कुराकानी चाहिँ गरौँ भन्दाखेरि मैले के भन्दा अरे सबै दिदीलाई एउटा एउटा शुभकामना भनिदिउँ होइन अन्त तारिफ गरिदिउँ न त दिदीभाइमा के राम्रो गर्ने तारिफ गर्दा पनि आशिषको कुरा भन्ने मसँग यत्रो वर्षसम्म सङ्गत गर्दाखेरि सुरु गर्दै अरे हुन्छ हामी त बासँग दिदीको साथी हो खासमा चाहिँ अनि मेरो साथी घर पनि सँगै जुडेको छतबाट उन्जाले गर्थ्यौँ अनि एउटा किस्सा पनि तिमीलाई सुनाउँछु के भन्दा चाहिँ हामी चाहिँ भर्खर 12 वर्षको भएको थियौँ अनि बाँकी बुझ्नु मात्रै लाग्थ्यौँ होइन 5 केटीहरू पौडी खेल्न गयौँ अनि कता खोलामा चाहिँ हामी चाहिँ झन्डै मर्दै हालेको थियौँ पुरा तिमिसकेको थियौँ हामीहरू चाहिँ तलको पुलको त्यो उसमा चाहिँ राप्तीको पुल खन्या थियो पुलको लागि हामी चाहिँ झट्टै मर्सेको थियौँ दिलको मान्छे चाहिँ तानेर हामीलाई बचायो दिलको मान्छे नभएर बेला 9 बजा भयो हामी चाहिँ डुबेर पानी खाएर मर्थ्यौँ सब डुबेको थियो कि यिनीहरू यस्तो भएको के उनीहरू पौडी खेल्न सक्ने म सक्दैन नसक्ने मान्छे अनि म चाहिँ साइडमा बसेको थिएँ कि यिनीहरू समुद्र खेल्न गयो नाचिसकेपछि त्यो फेरि कस्तो रहेछ भने यस्तो भुमरीवाला हो क्या पानी पुलको तल खन्ने बेला खोलाले खान्छ कि मान्छेले अनि त्यसपछि यिनीहरू गए अन्त म त यतिकै उता फर्केको यस्तो यस्तो हात देखायौँ कि एकजनाको पुसको थाहा छैन हात मात्रै देख्यौँ मान्छे त डुबिरहेको छ ड्यामजीमा के भयो मेरो त ड्यामजीमा गइगयो कि म त अनि यिनीहरू चाहिँ यस्तो एक गरेर पगाडेर रहेछन् कि यसरी जस्तै मानव रे त्यो बिहा उता गहिरोमा गयो नि हात पकाएर रहेछ कि ठ्याक्कै मैले त फेरि पकाडेँ नि अनि यस्तो तान्ने बेला के दिमाग चल्यो त यस्तो चाहिँ जस्तै यस्तो सरुको हात समातेँ नि अनि यताबाट यसरी हात चलाऊँ कि मैले कहाँबाट त्यस्तो पुरो दिन बाँधेँ नि अनि पछि सब यसरी राखेर लास्टमा उनी एमरासँग छोरी हो नि लास्टमा घाउ डुबेको पौडी खेल्न नजाने पनि तपाईँ खासमा म यिनीहरूलाई यस्तो भएको भए त्यस्तो भुमरीमा त मान्छे तान्ने रहेछ म त अन्त धुन्नु भयो कि यिनीहरू तानिरहेको थियो मलाई पनि यसरी तानिरहेको क्या त्यो इन्सिडेन्ट कस्तो थियो झोल खाने मोमो बिहा अनि यसले त्यो सम्झिन एउटा पनि मैले के सम्झेँ भने चाहिँ तिमीले लगाऊ नि मलाई त त्यो यसले मलाई लाग्यो छुरीमा चर्चमा जाम भनेर राम्रो दिदी हुन्छ कति राम्रो हुन्छ हिरोइन जस्तो हुन्छ त्यसै तारिफ गरेको थिएँ कि पछि फेरि हाम्रो हिरोइन जस्तो दिदी फेरि आउनुहुन्छ दिदी खै तुरुरु पछि दिदी सबै जाने पासपोर्टतिर अब हाम्रो भर्खर चर्च सुरु भएको थियो होइन त्यतिर जाने अनि त्यहाँ डान्सहरू सिकाउने एक्सर्साइजहरू गीतहरू सिकाउने त्यो राम्रो लाग्छ त्यही हो शुभकामना के दिन्छु भन्दाखेरि दिदीलाई जसरी तपाईँले हामीहरूलाई उत्साह दिने अनि त्यसरी अगाडि जाँदै गर्दाखेरि अरूलाई पनि सिकाउनु होला धन्यवाद मेरो चाहिँ के छ भन्दाखेरि मैले सानैदेखि दिदीलाई पनि मैले त्यही त सुसमाचार चर्चमा देखेको तर चाहिँ हामीलाई सबैभन्दा मेन चाहिँ के याद आउँछ भन्दाखेरि दिदीले चाहिँ सम्झाउने कस्तो गर्नुहुने यस्तो राम्रोसँग सम्झाउने तिम्रो चाहिँ झगडा गर्नुहुन्न के बसिरहेको थियो कस्तो के भनाउनु गइरहेको थियो यस्तो गर्नुहुन्न अनि होइन रुला खाएन त एकदम राम्रो लाग्छ कि सम्झाउनुहुन्छ अनि हुन्छ नि अब जान लगाएको दिदी भन्दा तपाईँ जान लाग्नु भएको छ
त्यही नै हो त्यसले धेरै खुसी लाग्छ हजुर कुरामा चाहिँ राम्रोसँग सम्झाउनुहुन्छ हामीहरूलाई गरे पनि त्यसो अब हुन्छ नि कन्टिन्यू हामीहरू खुसी लाग्छ उता बिहे गरेर गए पनि नभुल्नुहोला त्यही भन्न चाहन्छु पक्कै बिर्सिनु लाएर दिदी भन्ने के लाग्छ आई लभ यु भन्न छोड्यो ल छिटो गरौँ है गाजर घर जाने होला अब फर्स्ट टाइम देखेको भन्ने कुरा गर्दाखेरि चाहिँ ल भन दिन्छ अब सुरुचोटि देखेको त्यो पल सबैजनाले भन्नुभयो मैले चाहिँ दिदीलाई देखेको चाहिँ चिनेको त पछि यही हो अनि देखेको चाहिँ त्यहाँ सुसमाचार चर्चमा कि म फेरि खासै चर्च आएको थिएन नि त कहिलेकाहीँ राम्रोसँग आउँथेँ त्यो बेलामा अरूलाई भन्दा नि दिदी र सुना दिदीलाई के खुब नोटिस गरेर आउँथेँ मैले फेरि सबलाई नोटिस गरेर आउँथेँ तर यहाँहरूको सेम फेस के सेम फेस अनि पछि दुई बहिनी भन्नुहुन्थ्यो आमाले फेरि यस्तो बेला त्यो वर्सिप गर्ने बेला हुन्छ नि मैले चाहिँ आँखा हेर्दो रहेछ होइन अनि त्यो बेलामा यस्तो रोएर पुरा रोइराख्नु भएको थियो अरूहरू त्यस्तो मुख खोलेर रोएको देखिन नि जहिले पनि यहाँको दुई बहिनी मात्रै रोनु भएको त्यतिखेर यति सतावट थियो घरमा जहिले लुकी आउँथ्यो नि त चर्चमा त्यतिखेर चाहिँ एकदम आउनु भनेर त्यो मौका पायौँ भनेर हामी लास्टै रुन्थ्यौँ के निक्टिनु पर्थ्यो नि त त्यो कुरा चाहिँ मेरो झलक्क त्यो कुरा चाहिँ एकदम त्यो भएर बसेको फर्स्ट इम्प्रेसन भन्छ नि त्यस्तै पहिलोचोटि चिन्ने त्यो चाहिँ अनि त्यो चिन्ने क्रम अहिले त अब के प्यारी लाग्छ स्विट लाग्छ अनि एकदमै गार्जेन जस्तो हुनुहुन्छ हाम्रो दिदी के भन्ने धेरै माया छ अनि धेरै परमेश्वरले आशिष दिनुभएको होस् अनि तपाईँको आउँदै गरेको वैवाहिक जीवनको पनि शुभकामना अग्रिम शुभकामना धन्यवाद ल दिया यो भन मनपछि हामी कुद्नुपर्छ क्या हो कति बजे हो सुनसान भइसकेको छ हजुर 10 बजी सक्यो तल कठै भन खै देऊ म उचाल्छु मै उचाल्छु खेल्यो त थोरै भन्छ तर मनमा नै भन्छु म सुरुमा देखा भन्दै गर्दाखेरि चाहिँ मैले चाहिँ त्यही हाम्रो चर्चमै देखाएको थिएँ अनि खासै त्यस्तो हुन्थ्यो नि त पहिलामा अनि पुरा गर्ने त्यो मौकाहरू हुन्थ्यो सुरुमा म आउँदाखेरि अब त्यो घरमा जाने यस्तो पनि थिएन त्यसपछि पछि हामीलाई दिदीले तिती पढाउनु भयो अनि त्यसबाट अलि धेरै भयौँ क्लोज भयौँ चिन्यौँ अनि त्यसपछि सँगै आउने गर्ने पनि भएको थियौँ पहिले पनि त तर त्यसपछि झन् धेरै भयौँ अनि त्यसपछि दिदीले चाहिँ हामीले कस्तो राम्रो कुराहरू सम्झाउनुहुन्थ्यो जस्तै अब जवानमा कस्तो कुराहरू आउँछ अनि त्यस्तो कुराहरू सबै यस्तो हुन्छ यस्तोबाट भनेर सबै सिकाउनुहुन्थ्यो कस्तो सम्झाउनुहुन्थ्यो यस्तो गर्नुहुन्न यस्तो गर्नुहुन्छ भनेर कस्तो राम्रो लाग्थ्यो अनि कति लामो हो त अनि त्यसपछि त्यही हो अब राम्रो हुन्छ परमेश्वरको असल छोरी हुनुहुन्छ अनि हजुर असल हुँदै जानु होला अनि त्यसपछि जसरी हामीलाई यसरी माया हौसला दिनुभएको छ अरूले पनि दिनु होला अनि तपाईँको वैवाहिक जीवन चाहिँ एकदमै असल राम्रो भएको होस् परमेश्वरले धेरै आशिष दिनुभएको होस् म धेरै आशिष के अरे शुभकामना दिन चाहन्छु दिदीलाई धन्यवाद परमेश्वरलाई धन्यवाद तपाईँलाई सुरुमै अग्रिम यसको कङ्ग्रेचुलेसन भन्न चाहन्छु अनि त्यसपछि के भन्छ अरे अब दिलकुमारी दिदीसँग भन्यो भने खै त मैले पहिला सुरुमा कहाँ देखाम चर्चमै देखाम देख्न त तर खै कसरी अलि क्लोज बन्डिङ भयो कसरी भयो तर जस भयो मलाई पनि याद छैन तर अब पहिले अब के भन्छ अरे त्यो के सिस्टर्स बाई ब्लड के भन्छ अरे सिस्टर्स बाई हर्ट नट बाई ब्लड के जाति भन्छ नि त्यस्तो भन्छ भने चाहिँ मेरो लागि चाहिँ दिलकुमारी दिदी त्यही हुनुहुन्छ भन्नाले त्यो अलि
नेक्स्ट लेभल हुनुहुन्छ मलाई त पी लाग्छ दिदी हामीलाई पनि जिस्काइरहन्थ्यो नि सुन्नु यता हेर्नु त कन्टिन्यू गर्नु म एकदम धेरै खुसी पनि छु अनि अलिकति भित्रभित्र अलिकति दुखी पनि छु अलिकति अब छोडेर जानुहुन्छ नि त त्यही भएर मात्र रुन्नु होला भनेर अनि जे होस् पहिलाको पहिलाको हेरेर चाहिँ दिदीलाई मैले अहिले उता जानु गर्दाखेरि चाहिँ धेरै एकदम पहिलाको भन्दा धेरै म्याच्योर उयो गर्छु कि देख्छु सबै कुराहरूमा पहिलाको हेरेर पहिला यस्तो हाँस्ने खेल्नु त उमेर पनि त्यस्तै थियो होला दिदीको अहिले आजभोलि अलिक बड्डो कुरा गर्नु लाग्नु भएको छ मेरो आशिष अनि शुभकामना तपाईँलाई हामी प्रार्थनामा सधैँ हुनेछौँ तपाईँको लागि अनि कम्युनिकेसन त एभ्रिडे कम्युनिकेसन नहुन सक्ला कम्युनिकेसन ब्रेक हुन सक्ला तर सधैँभरि मनमा भइराख्नुहुन्छ सम्झिराख्ने छु अनि जो आन्टीले भने जस्तो मनले चिताएको सबै कुराहरू पुरा होस् तपाईँ जहाँ गए पनि परमेश्वरको हात तपाईँको वैवाहिक जीवनमा सबै कुरा भइराखोस् त्यही हो बुवाले के भन्नुहुन्छ धन्यवाद दिन चाहन्छु मलाई खुसी छ गर्व छ यिनी सानै सिकान नाच्न नफाल्ने पल्लो घरमा बस्थे यहाँ आउँथे अनि त्यति बेला चाहिँ नानी चाहिँ जस आफ्नो रूपमा इमान्दारी मलाई बढी इमान्दारी लाग्यो र अनि धेरै कुराहरू आमाले गाली गर्दा बुवाले गाली गर्दा पनि हामीलाई सेयर गर्ने आउने यहीँ ठुलो भाष लाग्छ र त्यसपछि एउटा कुरा मलाई कस्तो लाग्यो भने कहिले हामीले कोही टाढा जानु पऱ्यो बाइकमा एकपल्ट चाहिँ क्रिसमसको बेलामा यिनीहरूलाई टाढा छ नलैजाउँ भन्ने भने पनि जान खोज्ने अहिले मलाई लाग्छ त्यो वास्तविक यिनीहरू चाहिँ झुन्डाइ भए नि अथवा बाइकमा हालेर लग्थ्यो किनभने मलाई लाग्छ यति बेला परमेश्वरतिर एउटा तृष्णा र त्यो खालको पनि त्यो भावनाले पनि त्यो चाहना भगवान् अहिलेसम्म यो राम्रो हुर्किँदै आएर अलि मलाई परमेश्वर धन्यवाद दिन चाहन्छु अहिले एउटा पवित्र विवाह गर्न पाइयो ठुलो कुरा चाहिँ त्यो हो अनि विभिन्न शताब्दी हुँदा आउँदै पनि विभिन्न जीवनमा विभिन्न प्रकारको परिस्थितिहरू र कष्ट आउँदा पनि स्थिर भएर अहिलेसम्म सानैबाट यहाँसम्म यो बाहिर सतावत भित्रै घर परिवारमा सतावत बाहिर सतावत हुँदा पनि स्थिर रहने त्यो ठुलो कुरा छ अर्को कुरा फेरि मलाई लाग्छ हाम्रो अगुवाहरूलाई हामीले कहिले पनि यिनले नराम्रो प्रकारले हेर्ने त्यस्तो कहिले गरिँदैन त्यो मलाई एकदमै त्यो छ र हाम्रो कुरा काट्ने जहिले पनि हामीसँग बुवा आमा जस्तै एकदमै भरोसा गर्ने र आत्मिक क्षेत्रमा अगाडि धेरै अगाडि बढ्ने र मलाई त्यो खुसी लागेको छ अबदेखि नानी जहाँ जान्छन् एउटा चाहिँ मोमबत्ती जस्तै भएर अरूलाई उज्यालो दिने खालको हुनेछन् भन्ने मलाई आशा छ यही नै शुभकामना छ र आउँदो विवाह पवित्र विवाहलाई राम्रोसँग चाहिँ त्यो विवाह सम्पन्न गर्न सकौँ परमेश्वरले त्यहाँसम्म सुरक्षा सहायता गर्नुभएको छ र विवाह सम्पन्न हुन सकोस् र अनि विवाह भइसकेपछि पनि एउटा मोमबत्तीको जस्तै भूमिका उज्यालो बनेर ज्योति बनेर अरूलाई त्यो उज्यालो दिने काम नानीको हुन सकोस् र अहिलेसम्म धेरै कुराहरूमा एउटा समर्पणता र एउटा आफ्नो जीवनमा चाहिँ स्थिर रहेको विश्वासमा स्थिर रहेको ठुलो कुरा लागेको छ र त्यसैले चाहिँ हामी खुसी छौँ हामी अहिले नानीको लागि हाम्रो मण्डलीको एउटा छोरी आफ्नै छोरी जस्तो लागिरहेको छ त्यही भएर चाहिँ हाम्रो सरू गीता जस्तै यो एउटा चाहिँ दिलकुमारी नानी सुनकुमारी त्यस्तै प्रकारले विवाह गर्ने खुसी लाग्छ अहिले पनि दिलकुमारीको त्यो प्रकारले हामी गर्दैछौँ परमेश्वरले आशीष दिनुभएको छ र एउटा असल एउटा छोरी बनाएर हामीले कतै दिँदैछौँ ज्वाइँलाई तर त्यो मलाई के खुसी लाग्छ भने त्यो ठाउँमा त्यो गाउँमा अथवा त्यो सहरमा गइसकेपछि नानीले चाहिँ परमेश्वरको राज्यमा अझै धेरै आफ्नो मेहनतहरू परिश्रम गर्नेछन् भन्ने मलाई त्यो आशा छ धन्यवाद हुन्छ मैले के भन्न धेरै धन्यवाद छ अनि परमेश्वरले
स्थिरता रहने धैर्यले काम गरिदिने परमेश्वरले सबै कुराहरू गर्नुहुन्छ होइन। धेरै धैर्य धारण गरेर नानी दुःखमा सुखमा अनि प्रशस्तमा पनि एकदम उसमा पनि प्रशस्तमा अनि अपुग हुँदा पनि सधैँ एकतारे भएर अगाडि बढेँ। मलाई सबैभन्दा एकदमै लाग्छ कि सानो मैले सरिता र दिलकुमारी सुनकुमारीले कति फरक देख्दैन क्या, गीतालाई अनि राजेश अनि 3 भाइना आउँथे पर टिभी हाम्रो छैन थियो, टिभी हेर्न जान्थे, घर जान्थे भाइना बगाएर टिभी हेर्न आउँथे। कहिले लस्करै भुइँ सुत्थे अनि कहिले फेरि यहाँ आएर सुत्थे, कहिलेकाहीँ ओछ्यानमा पनि पिसाब फेरि होला यिनीहरूले। यसरी मेरो जसरी मेरा छोराहरू मेरो काखमा हुर्किएको थियो त्यस्तै गरेर हुर्के नानीहरू एकदमै खुसी लाग्छ। म धन्यवाद दिन्छु परमेश्वरलाई पनि र उनको वैवाहिक जीवनमा पनि शुभकामना छ। ज्वाइँ पनि असल हुनुहुन्छ हाम्रो ज्वाइँ, एकदमै उहाँ आउँदा बोल्दा उहाँहरूको त्यो सेवाकाईको क्षेत्रमा उहाँ एकदम फराङ्किलो सबै कुरामा एकदम असल जोडा पाएको छन्। अनि म विश्वास गर्दछु, पुरा भरोसा गर्दछु सुनकुमारले त्यसै पाएको छन्। र फेरि एउटा गर्व गर्ने कुरो चाहिँ मेरो के छ भनेपछि मैले जसरी भए पनि म अन्जान भए पनि म लाटो जस्तो भए पनि अनि मेरो छोरी धेरै राम्रो पर्वमा हुर्किएको छन्। म प्युठान जाने बेला सुनकुमारी एउटा बुढो बाहुन हुनुहुन्थ्यो, विवाहमा गएको यादीको बिहाकोमा गएको बेलामा बस्नुभयो, कहाँ हो नानी घर भन्नुभयो त्यहाँले मलाई। अनि मैले मेरो दाङ हो भने अनि पछि सुनकुमारले चिन्नुहुन्छ भन्नुभयो, मेरो छोरी हो भने मैले सुनकुमार मेरो छोरी हो भने मैले। अनि पछि तपाईँको साक्कै छोरी तपाईँको जन्माएको भने मेरो मण्डलीको छोरी पनि हो, मेरो नाटोको छोरी पनि हो भने। अनि यति राम्रो छन् प्रभुमा एकदमै हुर्किएको असल छन् भने यति मेरो नाक त यति लामो भयो, खेम्चो मगरको नाक त यति लामो भयो। अनि त्यस्तै नै अनि त्यो सुन्न पाउँदा एकदमै खुसी लाग्यो। अनि यादीको पनि त्यस्तै प्रशंसा गर्नुभयो बिनाराम गुरुबाले। अनि यादी तपाईँको छोरी हो एकदमै असल हुनुहुँदो रहेछ भन्ने कुरा थियो। र मेरो छोरीले चाहिँ त्यस्तै नै अनि टाढा एकदम त्यो बाह्रा भन्ने कहाँ हो त्यो हामी नदेखेको ठाउँ होइन, त्यहाँ पठाउँदैछौँ हामीले। अनि त्यहाँ पनि तिमी ज्योति झैँ चम्किनु अनि तिमीले चालेको पाइलामा परमेश्वरले आशिष दिनुभएको होस् अनि दिनुभएको छ। तिमी आशिषित छौ, लक्की छौ, एकदम असल राम्रो जोडा पाएको छौ र तिम्रो वैवाहिक जीवनमा परमेश्वरको आशिष भएको होस्, यही शुभकामना दिन चाहन्छु। अर्का घर गइसकेपछि छोरीबाट बुहारीमा जाँदा अलिकति असर त हुन्छ नै होइन, हुन्छ। अनि बुहारी हुँदाखेरि त्यहाँ बुहारीले गर्नुपर्ने भूमिकाहरू असल प्रकारले गर्नु, एउटा मण्डलीमा असल बुहारी भएर जिउनु। अनि हाम्रो दाङको अनुग्रह सुसमाचार मण्डलीको अनि छोरी अनि त्यो ठाउँमा गएर एकदमै असल बयानहरू हुन सकोस्, एउटा प्रशंसाको शब्दहरू उहाँहरूले बोल्न सक्नु भएको छ र एकदम असल काम गरे। त्यही नै शुभकामना छ। एकदम दुखी पनि छु, मलाई हरेक कुरामा तिमीले कहिले पनि मलाई उ गर्नु आफ्नो आमालाई जस्तै गरायो होइन। म अपरेसन गरेर आउने बेला अब राजेशले पनि उ गरेको भर्खर पसल खोलेको, सरुले पसल खोलेको अनि पछि यहाँ म अपरेसन गरेर उहाँले फेरि दिदी बित्नुभयो, त्यही बेला यताउता हेर्नु पर्ने एकदमै अप्ठ्यारो बेलामा नि तिमीले एकदमै आफ्नो आमाले जस्तै स्याहारी होइन, तिमीले मलाई स्याहार्ने तिमी थियौ त्यो बेलामा। मैले त्यो तिम्रो गुण तिमीले गरेको त्यो परिसरमा कहिले पनि बिर्सिन्न। परमेश्वरलाई धन्यवाद भएको होस्, म त्यही नै भन्न चाहन्छु। अनि खुसी छु म मेरो छोरीको विवाह अनि पवित्र विवाह गर्न पाउँदा एकदमै खुसी छु। यहाँ भूमाको लागि धेरै प्रार्थना गरेका थियौँ, भूमाले पनि एकदमै स्थिरता रह्यो त्यो ठाउँमा। धेरैले एकदम क्रिस्चियनले केटा पाउँदैनन् भन्ने त्यस्तो थियो। अनि छोरीको विवाह गर्न पाइयो त्यो भूमाको पनि एकदमै असल। मलाई सबैभन्दा ठुलो कुरा पवित्र विवाह गर्न पाइयो भने म एकदम खुसी छु, गर्व गर्छु मैले। अनि यही नै शुभकामना दिन्छु। अनि परमेश्वरले आशीर्वाद दिनुभएको धन्यवाद दिन चाहन्छु। अनि तिमीहरूलाई पनि अङ्कल आन्टीलाई पनि धन्यवाद धेरै धेरै। मलाई एकदम लाग्छ कि एकदम खुसी लाग्छ मलाई जहिले पनि। अनि यस्तो के अरे साथीहरूले सानोमा जिस्काउँथ्यो कि निधार ठुलो भएको कारणले गर्दा के भन्थ्यो भनेपछि यस्तो निधार ठुलो भएको मान्छे त लास्टै भाग्यमानी हुन्छ अनि त्यस्तो भन्थ्यो कि। अनि त्यसपछि म त एकदम भाग्यमानी छु यस्तो भन्थ्यो कि। अनि त्यसपछि अनि पछि विश्वास गरिसकेपछि अनि पनि यो कुरा अनि मलाई चाहिँ कस्तो लाग्थ्यो, एकदमै म चाहिँ आशिषित व्यक्ति छु जस्तो लाग्थ्यो। अनि मलाई के अरे अझ याद छ भर्खर मैले के अरे यहाँ अङ्कल आन्टीहरू आइसकेपछि यहाँनिर चाहिँ त्यतिखेर म सरूसँग त हामी त एकदम मिल्थ्यौँ नि त। अनि त्यसै यता आउने जाने यताउति गर्थ्यौँ। अनि त्यसपछि त्यतिखेर म चर्च जाने बेला जम्मा 13 वर्ष 13 वर्ष त्यतिखेर सरले चाहिँ जाम भनेको त्यसरी अब सुसमाचार सुनाएको पनि त होइन, त्यस्तो पनि केही पनि होइन। अनि जाम भनेपछि मलाई त त्यहाँ एकदम जानु मन लाग्यो। अनि त्यसपछि मलाई चाहिँ जाने गर्दाखेरि
एकदमै राम्रो लाग्यो कति रमाइलो लाग्यो कि त्यहाँ गीत गाएकोहरू देखेर। अनि त्यसपछि त्यतिखेर घरमा त थाहा थिएन अनि तर पछि चाहिँ बिस्तारै थाहा थियो यति गाह्रो बनाउने के बुवाले। अनि त्यसपछि हामी त लुकी कहिले टोयलेटमा गएर प्रार्थना गर्थ्यौँ कहिले चाहिँ अनि यस्तो बेड अर्कोवाला बेड छ नि त हाम्रो त। अनि त्यसपछि बुवाले हामीले प्रार्थना गरेको सुन्नुहुन्छ भने यस्तो बेडको मुनि गएर पनि प्रार्थना गरिदिउँ कि। अनि लुकी शनिबारको दिन चाहिँ लुगा धुने जाने बाहनामा अनि त्यसपछि चर्च जान्थ्यौँ। त्यो त जेस पुरानो कुराहरू भयो कि। अनि अहिले चाहिँ मलाई सबभन्दा के कुरामा एकदम खुसी लाग्छ भने जेस बुवा आमाले चाहिँ अब हामीलाई शारीरिक रूपमा जन्मदिन भोग गर्नु भएन। अनि त्यसपछि मेन गरी चाहिँ जेस आत्मिक रूपमा चाहिँ अङ्कल आन्टीले आफ्नै छोराछोरी जस्तै गरेर अनि उर्काउनु भयो सबै कुरा। अनि जहिले पनि त्यो पनि मलाई कति याद आउँछ त्यो मसँग भेटी हुन्थेन भेटी नभए बेला भेटी छैन भने कस्तो रुन्थ्यो कि अनि मलाई भेटिहाल्ने पैसा पनि छैन भन्थ्यो। अनि त्यसो आन्टीले म आन्टीलाई भन्ने पनि हुन्थेँ तर आन्टीले आफै सब गोजी बात निकालेर दिनुहुन्थ्यो। हाम्रो सब लक्ष्य बस्या हुन्थ्यौँ सरलाई मलाई राजेशलाई सबलाई दिनुहुन्थ्यो गोजी बात निकालेर। अनि मलाई कहिले पनि लागेन कि आन्टीहरूले आफ्नै बुवामा जति हरेक कुराहरूमा बुझ्नुहुन्थ्यो। अनि बुवाले जहिले पनि अनि राजेशको बुवा आमा नै तिम्रो आमा बुवा हो भन्नुहुन्थ्यो कि जहिले पनि। अनि त्यसपछि हो अनि उहाँले भनेको पनि ठिकै हो आत्मीको बुवा आमा हुनुहुन्छ। अनि शरीरमा बुवा आमाले हामीलाई जन्म दिए पनि अङ्कल आन्टीले हामीलाई कहिले पनि गराउनु भएन हामीलाई। अनि जहिले पनि हामीलाई हौसला दिनुभयो। अनि मलाई एकदम खुसी लाग्छ प्रभुले असल व्यक्तिहरू अनि प्रभुको राज्यमा ल्याउनलाई उहाँलाई ल्याउनु भयो। जहिले पनि मलाई यो कुराको लागि गर्व पनि लाग्छ भने हाम्रो प्रभु कति महान हुनुहुन्छ। अनि त्यो महान परमेश्वरको बाटो अङ्कल आन्टीले हामीलाई देखाउनु भयो। तपाईँ मेन हिरो नि कुरा गर्ने हेर न यहाँ त झन् हरकत यहाँ त अलि कम छैन है। यहाँ पनि राम्रो कुरा गर्ने के हो यो को नि पछाडिबाट आएर रुने मैले देख्दिनँ अघि त इन त झन् यहाँ इलिएर भन्दा सानो भएको छ नि त यहाँ आज त। हामीले मेरो हरेक मैले आफ्नो सुख दुःख हरेक कुरा चाहिँ मैले सेयर गर्ने मौका पाएँ। अनि म रुने बेला मलाई दुःख पर्दा म सँगसँगै रुनु भयो। अनि मलाई यति खुसी लाग्छ होइन आत्मीको बुवा आमा त पाएँ मैले मण्डली परिवार पनि मेरो हरेक दुःखमा म कति गाह्रो हुँदाखेरि पनि मेरो विगतको दिनहरू मलाई यस्तो लाग्थ्यो कि अब मेरो जिन्दगी चाहिँ गयो अब मैले चाहिँ मेरो लाइफ अब केही पनि छैन यतिसम्म सोच्थेँ कि कहीँ गएर एक्सटेन्ड भएर मरे पनि हुन्थ्यो किन यस्तो भयो होला जस्तो लाग्थ्यो त्यो दुर्घटनाहरू गर्दाखेरि के भने चाहिँ म। अनि अर्को दिन त कहिले नआओस् जस्तोसम्म पनि सोच्थेँ म। अनि त्यतिखेर पनि अङ्कल आन्टीले कति सम्झाउनु भयो मण्डली परिवारले पनि। अनि मलाई सबभन्दा अर्को कुरा के लाग्छ भने चाहिँ यसो डाइरेक्ट मान्छेले हेर्दाखेरि त गल्ती नै भयो भन्छ नि त। अनि त्यो बेला पनि मलाई कहिले पनि तैँले नै गरे यस्तो गल्ती नै गरे भनेर कहिले पनि कसैले पनि मलाई जज गर्नु भएन। सबैभन्दा अनि त्यो असल परिवार प्रभुले मलाई दिनुभयो। अनि म एकदमै खुसी लाग्छ। तपाईँहरूले देखाउनु भएको बाटोहरू तपाईँहरूले सिकाउनु भएको कुराहरू मैले मेरो जिन्दगीमा म जहाँ गए पनि म त्योलाई मेरो जीवनमा लागू गर्नेछु। अनि म तपाईँहरूको जस्तै अघि नै कुरा गरिराख्नु भएको थियो तपाईँहरूलाई म गर्व लाग्ने गराउने हाम्रो छोरीले यस्तो गर्यो भनेर तपाईँहरूलाई अलि थेप्छु कोसिस गर्नेछु। अनि त्यसको निम्ति तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब मैले जाने नजाने मैले धेरैपल्ट मैले तपाईँहरूलाई चित्तहरू दुखाएँ। मेरो सानो गल्तीको कारणले गर्दाखेरि धेरैजना रुनु पर्यो धेरैजनालाई कति गाह्रो भएको थियो। अनि त्यो कुराले गर्दाखेरि अनि मलाई यति धेरै पोल्थ्यो कि ला मैले एउटा सानो मिस्टेकले आज धेरै मान्छेहरूको लाइफलाई मैले यस्तो गरेँ भनेर। अनि प्रभुसँग पनि मैले एकदम क्षमा मागेँ। अनि प्रभुले मेरो प्रार्थनालाई सुन्नुभयो हाम्रो सबैजनाको प्रार्थनालाई सुन्नुभयो। अनि
विवाहित र बुढी हुने बेला हुन लाग्छ अनि धेरै धेरै धन्यवाद छ। अनि विशेष गरी आज तिमीहरूलाई पनि धन्यवाद। मैले सोचेको नि थिएन, एकदम मेरो लागि एकदम बिग सरप्राइज। तिमीहरूले मलाई कति धेरै माया गर्ने रहेछ भन्ने यो कुरा म गर्छु, मलाई थाहा छ। तर यति मलाई भने कति कुराहरू यस्तो हुन्छ नि देखाउनु पर्छ होइन, हुन्छ माया हुन्छ मनमा हुन्छ, तर पनि अनि त्यो कति कुराहरू देखाउँदाखेरि थाहा हुन्छ नि त यति धेरै माया रहेछ भने। जस्तो कसैले हामीलाई आई लभ यु नभनेसम्म उसले माया गर्छ कि गर्ने नभने थाहा हुँदैन नि त। अनि त्यो कुराहरू मैले चाहिँ महसुस गर्न पाएँ। धेरै धेरै धन्यवाद हुन्छ। मेरो 2 शब्द यही टुङ्गाउँछु।